पानी टाढ होइन अनि हामीले यो फ्ल्याग चाहिँ यो पुरानो थियो अनि नयाँ हामीले चेन्ज गरेको है नयाँ फ्ल्याग चाहिँ हाम्रो विजय भाइको हातमा छ होइन विजय भाइ वी आर रेडी टु पुट होइन त फ्ल्याग न्यू फ्ल्याग गाइज हाम्रो चाहिँ 5 मिनट रेस्ट पनि सक्यो है अब हामी चाहिँ यहाँबाट निस्किँदैछौँ जस केटाहरूलाई म गाइड गर्दै लिड गर्दै लाँदैछु रमाइलो भइरहेछ जस केटाहरू अनि भनेको कुराहरू मानिरहेछ होइन टक्क रैलामा गइरहेछ अनि जस मजाले गइरहेछौँ आज रमाइलो भइरहेछ जस लाइनअपमा सरर गइरहेछ हाम्रो गाइजहरू 0-0 ग्यापमा कोअर्डिनेट एकदम फाइनली गाइज हियर वी आर एट कुटीडाँडा जसले थम्सअप दियो आई डोन्ट नो इजी होइन कसैले चिन्छ भने उसलाई लिङ्कअप गराइदिनु होला है त कन्यामा आइपुग्न लाग्यो है दिस इज हर्कटे बजार होइन फ्रेस पाहाडे सब्जीहरू पाउँछ यहाँ अक्कबरे एकदम फेमस इलामको अनि फ्रेस पाहाडे सब्जी इस्कुस काँक्रा गाइस चाहियो भने है वान स्टप होइन यहाँ फ्रेस चाहियो भने घरको लागि सर्ट एन्ड स्विट ठिक्क लिमिटेड जानुपर्छ कि अनि राइडमा रमाइलो हुन्छ अब त्यो धेरैजना गजाङ भयो भने नि कसलाई के भन्ने कसलाई के सम्झाउने पुरै मिल्दैन क्या ठिक्क 5 to 10 राइड्स होस् होइन नर्मल्ली अनि टक्क भन्दा नि सबैजना कोअर्डिनेट गरिदिने खालको होस् अब चलाउने बेला चलाइहालिन्छ मेन ठाउँमा ल ह्याट्स अफ टु लेडी फुटबलर्स है सही छ सही बिहान प्र्याक्टिस हाम्रो वुमेन इम्पावरमेन्ट हुँदैछ यता पनि हामी है यु क्यान इन्जोय द भ्युज होइन गाइज रैला छ राम्रो छ दामी के भन्ने शब्दै छैन बयान गर्ने एकदम बबाल क्या बबाल भ्युज मैले चाहिँ सही देखिरहेको छु है गाइजहरूले कस्तो देखिरहेको छ होइन मेरो नेकेड आइजले चाहिँ बबाल देखिरहेको छ अब गोप्रोले कतिको क्याच गर्छ होइन त्यसमा डिपेन्ड गर्छ अनि यु क्यान इन्जोय है चिया बगान सही छ सही बबाल फिल बबाल इन्जोय है बबाल इन्जोय द भ्यू गाइज है मैले उठेर लिइदिरहेको छु जस एङ्गल दामी आउँछ भनेर दामी दामी जस खाल्टो पुर्ने कार्यक्रम हुँदैछ है गाइज यहाँ रोड अलिक राम्रो बनिन्छ जस्तो छ है पुर्नु पऱ्यो बनाउनु पऱ्यो भर्खरै बनाएको 1 वर्ष नभइकन बाटो भत्क्यो भने त गाइज बनाउनु पऱ्यो नि त गभर्मेन्टले यत्रो टुरिज्म ट्याक्स उठाइरहेको छ होइन गाडी आयो गाइज गाडी अब हाम्रो सिजन भाइलाई भेट्ने बेला भयो गाइज होइन
अब हाम्रो आजको राइड अर्गनाइजर हाम्रो सिजन भाइ। हामी चाहिँ 1 डे राइड जाँदैछौँ भने गाइजहरू चाहिँ 2 डेज राइड जाँदैछ है। आज उनीहरू उहाँ बस्छ अनि भोलि फर्किन्छ है उताबाट। हामी चाहिँ बेलुकै ब्याक हुन्छौँ होइन। हामीलाई चाहिँ अलिकति स्टे गर्नु अलिकति घरबाट मिलिरहेको छैन भनौँ न। अब भोलि बिहानै फेरि त्यही हो काम। भोलि बिहानै काम नभएको भए त अब अभियसली गर्न हुन्थ्यो। सो गाइज हामी चाहिँ जाँदैनौँ, जान्छौँ तर स्टे बस्दैनौँ। हाम्रो केटाहरू आउँदैछ। हामी माथि सातवटा सर। सर हामी यसरी बिस्तारै लाइनमै जाँदैछौँ। हस् सर हामी बिस्तारै लाग्छौँ है त। ठीक छ यार। लेट्स गो गाइस, हल्का कुराकानी स्कुलको साथीसँग। People जाने सर्टकट। हेलो गाइज, वी आर एट इलाम चियाबारी बगान होइन। इलाम here we are at Mangalware Bazaar. होइन यहाँ खाजा खाना आएको अनि उता छिर्ने। कता अझै तल जानु हुँदै? ए ल Eventually. हेलो गाइज, हामी चाहिँ अहिले मङ्गलबार बजारमा हो इलामको होइन। अनि हाम्रो हियर आर द राइडर चाहिँ पछाडि प्याकअप भइसक्यो। हामी यहाँ खाजा खाएर अब वी आर मुभिङ टु पानीटार होइन। रमाइलो गर्ने हो नि अनि फर्किने त्यहाँबाट। अनि हाम्रो ब्रदर एकदम रमाइलो। ब्रदरको नाम भनिदिनुहोस् न। सुमन राई हो मेरो चाहिँ नाम। उहाँ चाहिँ एकदम रमाइलो मान्छे है। कहाँ तपाईँको भनिदिनुहोस् त। मेरो घर चाहिँ हो एकतप्पा है। एकदम सही मान्छे है। I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough, make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Everything I do so
फाइनली गाइस हामी चाहिँ अहिले पाइन्ट आइसक्यौँ अनि दिस इज द भ्यू गाइस इन्जोय द मोमेन्ट है त गाइस अनि यहाँ भाइहरूले चाहिँ झन्डा ल्याएको थियो होइन राइडमा अनि यहाँको झन्डा चाहिँ फाटेको रहेछ अनि केटाहरूले प्लान गरेर वी आर प्लानिङ टु रिमुभ द्याट पुरानो फ्ल्याग अनि हामी नयाँ फ्ल्याग लगाउँदैछौँ नयाँ फ्ल्याग चाहिँ हाम्रो विजय भाइको हातमा छ होइन विजय भाइ वी आर रेडी टु पुट होइन त फ्ल्याग न्यू फ्ल्याग इन्जोय द भ्यू गाइस ल हाम्रो केटाहरूले दुःख कष्ट गर्दैछ है त कहाँ जान्छौँ हामी इज्जत गाउँ छोडेर जान्छौँ है त ल है ल यस्तो दुःख गरेर नि केटाले गरे है ल सही हो भ्यू गाइस है बवाल भ्यू छ पाइन्ट है हामी पानी टारको यसो घुमघाम सकेर अब हामी फर्किँदैछौँ होइन अनि हामी चाहिँ हियर एट पानी टार होइन अनि हामीले यो फ्ल्याग चाहिँ यो पुरानो थियो अनि नयाँ हामीले चेन्ज गरेको है अहिले भर्खर त्यो भिडियो पनि आउँछ भ्लगमा अनि हाम्रो केटाहरू चाहिँ हल्का अब लास्ट फोटोसुट हाल्दैछ अनि हाम्रो भाइहरू यहीँ छ केही शब्द भन आजको भ्लगको लागि आजको चाहिँ लास्टै मेमोरेबल भयो होइन मिल्ने आएपछि बवाल नै भयो होइन रिग्रेट बनाइदिनु भयो हामी सबैलाई रिग्रेट बनाइदिनु को नआउने तिमीहरूलाई रिग्रेट सही हो रिग्रेट हुन्छ तिमीहरूलाई ल गाइजहरूलाई रिग्रेट हुन्छ है त ल चाहिँ इन्ड अफ द भ्लग जस्तो नै भन्नुपर्छ है गाइज अनि थ्याङ्क यू फर सपोर्टिङ अस है त गाइज हामीलाई सपोर्ट गरिदिनु भएकोमा माया गरिदिनु भएकोमा धन्यवाद तपाईँहरूलाई फाइनली गाइज दिस इज द इन्ड अफ द भ्लग होइन अब हियर वी आर एट पौवा खोला यो कुवा खोलाको पुल होइन अनि वी आर वे ब्याक अब होम अनि अब इट्स टाइम टु इन्ड द भ्लग है अब यसो गाइजहरू माया देखाइदिनु सब्सक्राइब गर्नु लाइक गर्नु है अनि किप सपोर्टिङ एन्ड लभिङ अस अनि त्यस्तै हो गाइज डु सब्सक्राइब टु आवर च्यानल अनि अब डट भ्लग्स मोर एन्ड मोर आउँछ है अब आज यस्तै भयो अब सुन हाम्रो दसैँको राइडसम्म भ्लग आउँछ अनि विल बी अपलोडिङ ड्याङको ड्याङ है त गाइज डट भ्लग्स अनि सो ल बाई गाइज अब दिस इज द टाइम टु इन्ड ल बाई ह्याभ फन